आमालाई चाहिँ है थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन। 1 किलो चिनीमा तपाईँको लगभग कम्ती नै छ ल। नमस्ते सबैजनालाई। आज चाहिँ मैले होइन है आमाले चाहिँ अब यो आँपको चाहिँ खटिमिठी बनाउनु हुने अरे है। अब हामीले सानो हुँदाखेरि है सानो छँदाखेरि आमाको हातको खाएको होइन यो आँपको है यो खटिमिठी। अब जस्तै भए तापनि तर हाम्रो आमाले अब सिम्पल पहिल्यैदेखिको अब हामी सानो छँदादेखिकै रोटीसँग सिम्पल आमाले केही नहालिकन अब जस्ट 5 फोरन र खोर्सानी है हालेर बनाउने गर्छ र पनि मिठो हुन्थ्यो है। आफ्नो आमाको अब टेस्टी नै हुन्छ नि त होइन। र म यो आमालाई अलिक सानो हेल्प गर्दैछु, सहायता गर्दैछु, यो तासेर काटेर दिनेछु र आमाले बनाउनेछ। हेर्दै गर्नुहोस् है त ल। तपाईँहरूले यो भिडियो मन पराउनु भयो भने चाहिँ लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् है त। हुन्छ। यो आँप चाहिँ मैले एक्चुअली साथीभाइहरू खानुको लागि लिएर आएको थिएँ, तर के भयो भन्दा चाहिँ हेभी अमिलो न अमिलो रहेछ हो। अन्त कटमेरो टाइपको पनि रहेछ। मैले सोचेँ यो चाहिँ अब मिठै हुन्छ होला होइन। लिएर आएको अब यत्रो 1 किलो लिएर आएपछि त एक्लै त खानु सक्दिनँ। अन्त त्यही भएर 1 हप्ता अब 4-5 दिन है लाग्छ अलिअलि खाँदै भनेर सोचेर लिएर आएको। अब त्यस्तो पाकेको लिएर आएन नि त, कटमेरो लिएर आएको थिएँ। लास्टमा भएन। अन्त यसलाई चाहिँ अब मैले फ्याल्न आँटेको थिएँ। अन्त आमाले होइन म खटमिठी बनाइदिन्छु नि भन्नुभयो नि त। आमा त खानु हुँदैन, आमा त सुगर पेसेन्ट हो। अन्त त्यसैले गर्दा चिनी चाहिँ लिएर आएको छु मैले है 1 किलो। अहिले आमाले बनाउनुहुन्छ है, हेर्दै गर्नुहोस् है त। आमाले चाहिँ अब यहाँ खटिमिठी बनाउनु गइरहेको छ, हेर्नुहोस् है त तपाईँले होइन। यहाँ मैले आमाले यहाँ ग्यास बालिसक्नु भएको छ, गरेर राख्नु भएको छ है। अब यसमा चाहिँ तेल राख्ने छ आमाले। हाल्नु हाल्नु। यसमा आमाले तेल हाल्नुभयो। अन्त त्यो पछि अब आमाले के हाल्नुहुन्छ हेर्नुहोस् है तपाईँको है। यसमा के हाल्नु यो 5 फोरन जिरा यो खोर्सानी है। यस्तै छ यहाँनिर दुःख सुख है। हेर्नुहोस् है साथीभाइहरू यहाँनिर अब आमाले बनाउनु भएको। अब यो चाहिँ ताजा याद दिलाइदिनु भयो सानोमा हामीले होइन। आमाले हातको अब मजाले मिठो बनाएर मिठो पाराले खान्थ्यो होइन रोटीसँग है। हेर्नुहोस् है तपाईँले। यो तेल चाहिँ खालिनुपर्छ। तेल कति खालिनुपर्छ आमा? पुरै है। जिरा हाल्नुभयो आमाले। जिरा पछि तपाईँको यो 5 फोरन जिरा 5 फोरन यो पछि खोर्सानी जिरा 5 फोरन खोर्सानी मात्रै हो। अब हाल्ने यसमा अब यो चाहिँ आँप हाल्यौँ। आँप पनि गयो। मतो लाग्यो कति हल्दी हल्दी कति हाल्नु हो हेर्नु ल। यसमा हल्दी गयो यो है आशीर्वाद हल्दी। के हाल्नु न एकछिन चलाउने। नुन पनि जानेछ यति अझै कम्ती कम्ती अरे भयो नुन कम्ती है। अब यो चाहिँ तपाईँको चिली पाउडर है हाल्दैछु म। ल चिली पाउडर पनि
यो कलरको लागि अरे है चिनी हाल्ने यसमा यसमा आमाले है चिनी हाल्नुहुँदैछ 1 किलो चिनीमा तपाईँको लगभग यो गयो आधा किलो समथिङ गयो तपाईँको 2 किलो चिनी हो है आगो कति राख्नु कम्ती नै छ दुवै साथीभाइहरू आमाले है यस्तो मजाले बनाउनु हुँदैछ कि अब होइन पानी है पानी रेडी गर्यो होइन अलिक हाल्नु चलाउनु चाहिँ मैले अलिक सकाइदिँदैछु आमालाई है चलाउनु सकाइदिनु पऱ्यो यो चाहिँ आमाले तपाईँको सिम्पल बनाउनु भएको है अब चाहिँ पानी हाल्छ यसमा है हालेर है पानी हालेर मजाले चलाइसकेर चाहिँ यसलाई छोप्नु पर्ने हुन्छ अरे है आमाले भन्नुभएको छोपेको छु अहिले अब रेडी भइसकेर म तपाईँलाई देखाउनेछु है यसलाई चाहिँ बिचबिचमा चलाइ बस्नुपर्छ है साथीभाइहरू रेडी भइसक्यो है मैले यो निभाइदिएको छु होइन हेर्नुहोस् त के दामी भयो कि अब यो चाहिँ रोटी भात है सबैसँग खाँदा हुन्छ अहिले म पस्केर है देखाउने छु ल यो चाहिँ तपाईँको पाकेर पनि है मैले यो सेलाउनु राखेको थिएँ अब चाहिँ यसलाई कन्टेनरमा है राख्नेछु म है यसरी राख्नुभयो भने चाहिँ अब तपाईँले महिनाको दिन होइन अब यो बेसी भयो भने महिना 2 महिना 3 महिनासम्म पनि तपाईँले खानु सक्नुहुनेछ है यसमा राख्दैछु आमालाई चाहिँ है थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन यही छ आमा है यति दामी अब यो मलाई रोटीसँग होइन खानुभयो भातसँग खानुभयो तपाईँले पनि यसरी बनाउनुहोस् है अवश्य एउटा कन्टेनर फुल भयो अब यो छ तपाईँलाई यदि है यो भिडियो मन पर्यो भने चाहिँ तपाईँहरूले सेयर गर्नुहोस् लाइक गरिदिनुहोस् यो कन्टेनरलाई प्याक एउटा यो भयो एउटा जस्तो 2टा भइहाल्यो हो चाहियो भने भन्नुहोस् है पार्सल गरिदिउँ न यहाँ हैदराबाददेखि नै तपाईँहरूलाई थ्याङ्क यू सो मच फर वाचिङ